आजको राशिफल। हरि ओम। कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती, करमूले तु गोविन्द, प्रभाते करदर्शनम। आदरणीय दर्शकवृन्द नमस्कार, म पण्डित लक्ष्मण पौडेल तपाईहरुलाई सदा चाहिँ आजको यस पवित्र राशिफल कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आज मिति विक्रम सम्वत 2083 साल असार 31 गते बुधबार, तदनुसार जुलाई 15, 2026। आज असार शुक्ल पक्षको प्रतिपदा तिथि रहेको छ। वर्षा ऋतु अन्तर्गत नयाँ सुरुवात, सकारात्मक ऊर्जा तथा शुभ कार्यका लागि आजको दिन विशेष महत्त्वपूर्ण मानिएको छ। पुष्य नक्षत्र, हर्षण योग तथा भवकरणको शुभ संयोगले तपाईको दिनलाई अझ मङ्गलमय बनाएको छ। चन्द्रमा आज कर्कट राशिमा हुनुहुन्छ। 17 र सूर्यास्त साँझ 7:01 रहनेछ। आजको शुभ दिशा उत्तर हो भने शुभ रङ हरियो रहेको छ भने शुभ अङ्क 5 विशेष रूपमा लाभदायी मानिएको छ। आजका आराध्य देव भगवान लक्ष्मी नारायण हुनुहुन्छ। कुनै पनि शुभ कार्यको प्रारम्भ गर्नु अघि ओम नमो नारायणाय मन्त्र जप गरी भगवान लक्ष्मी नारायणको आराधना गर्नुभयो भने धन समृद्धि, सुख शान्ति, सौभाग्य तथा कार्य सिद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ। ग्रह नक्षत्रको आजको यो स्थितिले तपाईको जीवनमा कस्तो प्रभाव पार्ला? व्यापार, जागिर, शिक्षा, प्रेम, स्वास्थ्य र आर्थिक क्षेत्रमा कुन राशिलाई सफलता मिल्नेछ र कुन राशिले सावधानी अपनाउनु पर्ला? आउनुहोस् अब ज्योतिष पण्डित श्री तिरुपति मिश्रज्यूले तयार पार्नु भएको 12वटै राशिको आजको विस्तृत भविष्यफल क्रमशः हेरौं। मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि आज नयाँ कामको सुरुवातका लागि दिन अनुकूल रहेको छ। आर्थिक लाभको सम्भावना देखिएको छ। परिवारबाट राम्रो साथ तथा सहयोग प्राप्त हुनेछ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। खर्चमा नियन्त्रण गर्नुभयो भने आर्थिक अवस्था सन्तुलित रहनेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनु उचित हुनेछ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि अध्ययन, लेखन तथा व्यापारमा सफलता प्राप्त हुने सम्भावना छ। शुभ समाचार प्राप्त हुन सक्छ। आत्मविश्वासका साथ अघि बढ्नुभयो भने राम्रो परिणाम प्राप्त हुने दिन छ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि पारिवारिक वातावरण सुखद रहनेछ। रोकिएका काम पूरा हुने योग देखिएको छ। आत्मविश्वास बढ्नेछ र मन प्रसन्न रहनेछ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि आज भने नेतृत्व क्षमता अझ प्रभावकारी बन्नेछ। जागिर तथा व्यवसायमा प्रगतिको अवसर प्राप्त हुन सक्छ। अनावश्यक विवादबाट टाढा रहनु नै उपयुक्त हुनेछ। आजका लागि शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि आर्थिक पक्ष बलियो बन्ने संकेत देखिएको छ। नयाँ लगानी गर्नु अघि सोच विचार गर्नुहोस्। कार्य क्षेत्रमा सम्मान र प्रशंसा प्राप्त हुने दिन छ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। तुला राशि। तुला राशि हुने महानुभावहरूका लागि आजका दिन प्रेम तथा दाम्पत्य जीवनमा मिठास बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा र सम्मान प्राप्त हुने सम्भावना छ। सकारात्मक सोचले सफलता दिलाउनेछ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरूका लागि आज धैर्य र संयम अपनाउनु आवश्यक हुनेछ। यात्राको सम्भावना देखिएको छ। स्वास्थ्यमा लापरवाही नगर्नुहोस्। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। धनु राशि। धनुराशि हुने महानुभावहरूका लागि शिक्षा, प्रतियोगिता तथा वैदेशिक क्षेत्रमा शुभ सङ्केत देखिएका छन्। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि कार्य क्षेत्रमा तपाईको कामको प्रशंसा प्राप्त हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना छ। आर्थिक लाभको योग देखिएको छ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूका लागि साथीभाइको सहयोगले सफलता प्राप्त हुनेछ। नयाँ अवसरको सदुपयोग गर्न सक्नुभयो भने भविष्य अझ उज्जवल बन्न सक्छ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। र अन्तिममा मीन राशि।
मीन राशि हुने महानुभावहरूका लागि मन प्रसन्न रहने दिन छ। सृजनात्मक कार्यमा सफलता प्राप्त हुनेछ। परिवारसँग सुखद समय बिताउने अवसर मिलेको छ। शुभ रङ हरियो, शुभ अङ्क 5 रहेको छ। आजको दिन नयाँ सुरुवात, सकारात्मक सोच र निरन्तर परिश्रमका साथ अघि बढ्न प्रेरणा दिने दिन रहेको छ। भगवान लक्ष्मी नारायणको स्मरण र आराधनाले जीवनमा सुख शान्ति समृद्धि र सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सत्कर्म, सद्विचार र ईश्वरप्रतिको विश्वासका साथ अघि बढ्नुभयो भने आजको दिन पक्कै पनि अझ सफल, सुखद र फलदायी बन्न सक्छ। यदि आजको राशिफलले तपाईँको मन छोयो भने ओम नमो नारायणाय लेखेर कमेन्ट गर्नुहोस्। भगवान लक्ष्मी नारायणको कृपाले तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सफलता प्राप्त होस् भन्ने हाम्रो हार्दिक शुभकामना रहेको छ। यस्तै दैनिक राशिफल, पञ्चाङ्ग, शुभसाई तथा धार्मिक जानकारी सबैभन्दा पहिले हेर्न चाहनुहुन्छ भने अहिले हाम्रा सामाजिक सञ्जाल प्लेटफर्महरू लाइक, फलो तथा सब्स्क्राइब गर्न भने नभुल्नुहोला। भोलिको राशिफलमा तपाईँको राशिमा कस्तो नयाँ योग बन्दैछ, कुन राशिलाई हुनेछ विशेष सफलता र कुन राशिले अपनाउनुपर्छ सावधानी, यसको सम्पूर्ण जानकारी लिएर हामी पुनः भोलि उपस्थित हुने बाचा गर्दै म कार्यक्रम प्रस्तुता लक्ष्मण पौडेल यहाँबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार, हरि ओम।